channel. आजको दिनमा हामी किफ्रीमा छ किफ्री टाउन अनि एकदम जाडो छ किफ्री टाउनमा त अनि गाउँ हो त्यसैले धुलो छ जाडो धुलो नुहाउनु नि सक्दैन चिसोले अनि आज चाहिँ हामी चाहिँ फिशिङ गर्नु प्लान छ फिशिङ भन्दा पनि खोलामा हैन हामी चाहिँ आज एउटा साथीले बोलाएको छ उनीहरुको फिशर पन्डमा माछा मार्ने रे हिजो राति ज्वरो आएको थियो मलाई त्यसैले हामी माछा त खाँदैन होला आज त तर मार्नु जाने भन्ने प्लान छ त्यस्तै छ एकदम चिसो छ किफ्रीतिर घर आएर यस्तो हुन्छ ए हाम्रो घर पनि अलिकति देखाइदिनु पर्यो है हाम्रो घर पनि अलिकति देखाइदिनु पर्यो घर यस्तो हो यो गेट हो ओ पारिपट्टि हेर्नु यस्तो सुन्दर सुन्दर गाउँहरू छ एकदम सिनरी त एकदम राम्रो छ यो घर हो खिड्की पनि फुट्यो यहाँ भाउजूले फुल्ला छ फुल्ला छ रुम यहाँ छ यो स्पेशल चेयर दुःख पाउँदो रहेछ गर्छ यहाँ यो घरमा रुम धेरै छ तर मान्छे चाहिँ छैन नो पिपल अँध्यारो म त्यहाँ सुतेको छ आज हो यहाँ को छ यहाँ को छ नि त ए नाचेर देखा रुबेन चिज गर यो हाम्रो छोरा हो रुबेन गुरुङ एबिसी पढेर सुनाइदिए त 1 2 3 पनि पढेर सुनाइदिए त यता हेरेर अनि यो गर्दै खाइ यस्तो गर्दै या भन्दा रुबेनको रुम त कति फोर हो हामी त गए बाई गाइस हामी माछा मार्नु हिँडेको फिशर पन्डमा उसको साथी लिन आएको छ मेरो साथीहरू लिन आएको छ टाउनमा छ उसँगै जान लागेको हामी बिहानदेखि वेट गरेर अहिले 11 बज्यो सुन खोज्दिन गर्मी छ बेसी गनायो पनि के गनायो यता सुँगुर धेरै पाल्छ नि त जताततै सुँगुरको गु गनाउँछ सुँगुरको खोर घर छेउमै हुन्छ नि त अनि यो नालाहरू बनाउँछ गाइस यस्तो धुलोमा म सेतो लुगा लगाएर हिँड्दैछु ल हो यस्तो लाग्छ घाम त लागिरहेछ तर अलि चिसो लाग्छ यो यस्तो लाग्छ भित्र कट्टु लाग्छ माछा मार्दा चाहिँ कट्टु लाउने अनि माछा मार्ने अलिकति सिनरी पनि देखाइदेऊ न हौ जनताहरूलाई यस्तो देख्छ अहिले अलिक क्लाउड छ न त उता पारिपट्टि सारामाथि माउन्टेन बर्मा हो यो माउन्टेन पार गऱ्यो भने बर्मा हो त्यहाँ गाडीहरू यस्तो फोहोर हुन्छ धुलोले बाटो यो किफ्री टाउन हो यता हो किफ्री टाउनको मेन जङ्सन यहाँ माक्सी गऱ्यो ए किफ्रीमा त यस्तो डिक्चीहरू पनि पाउँछ है I'll sleep ni sinabi ya. Ay, tayo so fair. Pretty cute. Ito kani mo deer na? Siya masamin. Siya ba tungi man? Oh, siya Kaso sa
看别拉行的，那不管从不了那，不能说上。이마 볼라. 많이 좀 많아 당해. 심플 보네. 가짜도. 이거 저기나 가이시만 돼서 이제 보시게. This one for selling or? अब हामी माछा मार्नु आएको साथीलाई इन्ट्रोड्युस गराइदिनु मिस्टर लाछिन यमसँग विथ बिग स्टोमक माछा मार्ने यहाँ माछा मार्ने यति माछा हुन्छ यहाँ How many type of fish is there? I don't know. some tilapia, But magur mas, rohu fish. this one is this small variety. Small one. Yeah. RTB na lagi na kala to. Itu tangol होइन छेतु Chutti as ito. It will be good fried, no? Boiled also good. Boiled also with good. shoots and all the with lot of tomato Yeah. Just and green chili cooking as well, local cook. and less soup. Huh? So we are gonna try that today. Let's see. उहाँले मार्नुपर्छ या पस्नुपर्छ म ए डुब्ला नि फेरि मान्छे स्विमिङ पनि आउँदैन 염청 보다가 맛 이기고요. आया सानो सानो माछा यो ज्यादै हो कि यो सानो सानो यस्तै हो योभन्दा ठुलो हुँदैन यतिमा अन्डा दिन्छ किमान मारे बोले चाहिँ अलप मार्ने या त साँच्चै मार्ने हुँदैन मजा छ त कतिवटा आइबे भिडियो बनाउनु है ब्लग बनाएन बनाउँदैछु शर्ट लगाबो या मजा छ यार यहाँबाट तान्दै तान्दै उता लाने हो चलो टेक इट 아빠라 그러구나 팀브라 그래 간다 오 땡치고 네, 팀라도 파워 넣어. चलो थाली एक साइड थाली रही ना. 네 시대에서 하루 더 오대. 땅머리 달겠대.
कम्ती ठुलो छैन त यो त Pigeon na thagi da. खुन निस्क्यो सो गाइस मेरो बुढा फुल माछा पक्रिँदैछ अनि म चाहिँ यहाँ पानीमा नपसेको ऊ आफ्नो साथीसँग माछा पक्रिँदैछ हेर्नु होला म चाहिँ अल्छी लागेर गर्मी भएर यहाँ बसिरहेको छु अनि यहाँ 3टा ठुल्ठुलो माछा पक्रिसकेको छ है एउटा चाहिँ बिचरा प्रेग्नेन्ट छ भनेर चाहिँ अर्को अर्को खोज्दैछ अर्को पायो भने ठुलो त्यसलाई चाहिँ छोडिदिने भनेर अब हेरौँ यसको किस्मतमा के छ कति माछा मार्यो कान्छ कति कान्छ कतिवटा माछा मार्यो 1000 किलो मजा आयो भन्नु न पानी फर्किँदैछु भनेर इन्ट्रेस्ट छैन गाइस हामी माछा मार्यो माछा मारेर माछा लगेर घर जाँदैछ बिचरा उनीहरूले त सानो सानो राख्छ अनि हामीलाई चाहिँ ठुलो ठुलो माछा दियो हामी भर्खर माछा मारेर फर्केर आयो आज त भात सब्जी हामी बनाउने होला माछा लगेर आयो भात सब्जी हामी भात सब्जी घर छिमेकी Aya iji sida khan ni ya yu popular भात कति ग्लास बनाउनु पर्छ आयाजीजीको shiko सिको दुईटा नानी पनि आउँछ होला नि हैन हेर्नुहोस् यो हाम्रो माछा यस्तो हामीलाई यो 2टा माछा दियो गाइस अब पकाउन तयार भयो सबै मैले सफा गरेर काटकुट गर्यो अब यसलाई बोइल गर्छ यसलाई पानी मात्रै हाल्छ यहाँ अदुवा हाल्यो निमक हाल्यो चिली पाउडर हाल्यो ब्याम्बू सुट फ्रेस हाल्यो ब्याम्बू सुट फर्मेन्ट गरेको हाल्यो अनि ड्राई ब्याम्बू सुट हाल्यो टमेटो हाल्यो अनि मस्टर्ड ओइल हाल्यो अनि चलाइदियो अनि त्यो मात्रै होइन यहाँ पनि छ यो छ उसको माछाको आन्द्राभुरी यसले चटनी बनाउँछ स्पेसल अनि यो चाहिँ माछाको अन्डा यो चाहिँ स्पेसल फ्राई गर्छ यो चाहिँ मिठो हुन्छ बिरालु पनि छ गाउँघरको घर त यस्तै हुन्छ यहाँ यो आगो छ कहीँ यहाँ पनि बनाउँछ अनि ग्यास पनि छ ग्यासमा बनाइरहेको छ यो चाहिँ बाबाको लागि करेला फ्राई गरिदिइरहेको छु तितो हुन्छ त्यो त यस्तो तितो त खाने हो त खासै धेरै तितो होला